काका सब्जी कुछ काका ए काका कुरा अपने काका कुकु काका अहिलेसम्म गएको छैन चारधाम जान भनेर हिँडे बाबु झन्डै परम धाम पुर्याइदिए मलाई अहिले के भयो यहाँ गाडी खोलेर बसिरहेको थिएँ 2-3 जना झ्याप्टे अहिले नराम्रो सुत्ने झोला पनि लयो बाबु मोबाइलको पैसा परो भनेर कसरी भन्नु पैसा पनि त मैले चोरे बाबु खतम बनाए के हो बर्बादै बनाएछ नि अरू आफी चाहिँ थिचे मलाई लाग्दै लता हेरेर बाबु अनि काका मैले भनेको कस्तो लाग्यो तपाईँलाई मलाई एउटा शङ्का लागिरहेको छ शङ्का चाहिँ के को हो तपाईँलाई फेरि अब म 4 जान लायो भन्ने कुरो थाहा पाउने त एउटा हो घरमा पैसाको पोको पुगेर हिँड्ने भन्ने कुरो तैँले थाहा पाओस् कतै केटाहरू आएर तैँले लुटेर हेर्नुहोस् मलाई आफ्नै काकामाथि त्यसो गर्छु होला लुट्ने नै आफ्नाले अहिले कस्तो बोली बोले हो काका म चाहिँ झन् काकाको यसो के छ कसो छ रेखदेख गर्न सधैँ बिहान बेलुका सधैँ आइरहन्छु अब काका चाहिँ भने जहिले शङ्काले लङ्का चलाउँछ है काका विचार गर्नु के गर्नु त बाबु नराम्रो कुटाइ खाएपछि मैले त भनेकै त थिएँ नि तपाईँलाई अब अहिले जाने बेला होइन काका यस्तो बेलामा सबैजना मिलेर आफ्नै गाउँठाउँमा यति राम्रो उद्देश्य लिएर चाहिँ कथा सुरु भएको छ यो बेलामा नजानु भनेको अब मान्नु भएन तैँले भने ठिकै छ बाबु खुकुरी भन्दा कर्द लाग्ने के भन्दा के भन्न थाल्नु बाबु तैँले भने ठिकै छ बाबु मैले यहाँ गाउँको मन्दिरलाई हेला गरेर उहाँ 4